म र सजिता मिस चाहिँ यहाँबाट हिँडिसक्यौँ। हामी चाहिँ ड्राई पिकनिक हिँडेको अनि हामी चाहिँ अरूलाई पनि जम्मा गर्दैछौँ। सजिता मिस हामी दुईजना चाहिँ हिँड्यौँ अनि मलाई यसै पनि ढिला भएको थियो आज उठ्न नै। अनि यहाँ हामी चाहिँ अर्को ऋतिका म्यामलाई पनि लिएर जानु थियो। ऋतिका म्याम चाहिँ भर्खरै ब्रस पो गर्नु लाग्नु भएछ क्या त्यहाँ। अब हामी चाहिँ स्कुलमा पस्ने काम छ। हाम्रो सबै सामानहरू खानेकुरा हामीले स्कुलमै बनाएको थियौँ अनि त्यहीँ छ, त्यही भएर हामी उतैबाट लिएर जान्छौँ। अनि हामी चाहिँ माथितिर घुम्न जानु लाग्यौँ है। माथि घुम्न जानु लाग्यो नि यहाँको ठाउँ पनि कम त राम्रो चाहिँ छैन। यता पनि कस्तो राम्रो ठाउँ छ कि मलाई पहिला यो गाउँमा सुरुमा आउँदाखेरि यतातिर चाहिँ कस्तो मन पर्थ्यो क्या। म अलिक माथितिर बस्थेँ अनि यहाँतिर चाहिँ राम्रो। म र सजिता मिस हामी दुईजना चाहिँ सँगै गयौँ। स्कुलको गेट चाहिँ खुल्ला रहेछ अनि अब हेरौँ अरू मिसहरू चाहिँ आइसक्नु भयो कि भएन। हामी चाहिँ स्कुलभित्र जाँदैछौँ। स्कुलमै राखेको थियौँ नि त सबै सामानहरू अनि यहीँबाट लाने हो। ल यो चाहिँ हाम्रो स्कुल हो। अहिलेसम्म उषा मिस मात्रै आउनुभएको रहेछ है। यहाँ चाहिँ उषा मिस अनि सानो बुनु उच्चवी दुईजना मात्रै आउनुभएको रहेछ, अरू चाहिँ कोही पनि हुनुहुन्न रहेछ यहाँ। हेलो सानो मान्छे। हामी चाहिँ यो बेलामा ठ्याक्कै स्कुलबाट निस्क्यौँ अनि अलिअलि पानी पर्ला जस्तो सिमसिम पानी पर्ला कि जस्तो भएको थियो है। अनि हामी चाहिँ त्यही पनि बढ्यौँ अगाडि, पानी पर्दैन जस्तो पनि लागेको थियो। पानी नपरेको धेरै दिन भएको थियो नि त अनि अलिअलि मात्र पानी छिट्टाउँदा नि हामी चाहिँ स्कुलबाट गयौँ, स्कुलबाट अगाडि बढ्यौँ। हामी चाहिँ यसरी हिँड्दैछौँ अनि कस्तो उकालो छ कि अनि उकालो चाहिँ अलिक गाह्रो गाह्रो हुने यसरी जान लागेका छौँ। अनि यसरी खोला खोला जानुपर्ने रहेछ। बर्खा लागिसक्यो हामी चाहिँ यसरी घारी घारी हिँड्दैछौँ। चिप्लो चिप्लो बाटो यस्तो यस्तो जङ्गल हुँदै पसिना पनि कस्तो धेरै आएको छ। यहाँ चाहिँ पसिना नआउने, उहाँ धेरै पसिना आउने, उहाँ पनि ठिक्क पसिना आउने, उहाँ पनि धेरै पसिना आउने, यहाँ उसामी हुनुहुन्छ पसिनै नआउने। यसरी अब धान रोप्ने बेला भएको छ है। त्यही पनि हामी चाहिँ घुम्न गइरहेको छौँ क्या। यसरी घुम्ने मौकै मिल्दैन हतपत्त। अनि आज पानी चाहिँ परेको छैन, दिन चाहिँ राम्रो हुँदैछ। बेलुकासम्म परिहाल्छ होला। यसरी कुहिरो लागिराखेको छ वरिपरि चाहिँ। ल हामी चाहिँ यहाँनिर थकाइ लागेर यसरी बसिराख्नु भएको छ मिसहरू। अनि यो चाहिँ म पहिलोचोटि बुलुङमा जागिर खान आउँदा बसेको घर हो। अनि मलाई पहिला कुराहरू याद आयो, कस्तो रमाइलो छ यतातिर। गाउँ पनि कस्तो राम्रो छ यहाँको। हामी चाहिँ जुका लाग्यो कि भनेर खुट्टाहरू पखाल्दै पखाल्दै हिँड्दैछौँ। जुका पनि लाग्छ क्या लेकमा बस्दा चाहिँ। अब हामी चाहिँ लेकतिरै बस्छौँ नि त। यस्तो माथि यो डाँडाभन्दा उता चाहिँ गाउँै छैन। हामी चाहिँ त्यही डाँडामा जान लागेको छौँ। गाउँघरतिर घुम्नुको फाइदा चाहिँ यो छ क्या, हेर्नु न ल। अब यो जति टिपेर खाए पनि हुन्छ क्या, यस्तो राम्रो छ। उहाँले चाहिँ हामीलाई टिपेर खाँदै गर्नु भनेर भन्नुहुन्छ। यस्तो हुन्छ क्या, मान्छेको मन पनि राम्रो हुन्छ गाउँतिर चाहिँ। भएको चिज खाए केही फरक पर्दैन। हेर्नु त कस्तो राम्रो छ। अब यो कस्तो छ, राम्रो छ है, देख्दै कस्तो मिठो होला। हेर्नु त कति मजा छ है। यहीँनिर छ यति धेरै यो टिप्यो खायो, कसैले पनि केही पनि भन्नुहुन्न। यो चाहिँ हाम्रोमा चाहिँ खुर्पानी भन्छौँ, तर यतातिरको मान्छेले चाहिँ यसलाई आल्जा भन्नुहुन्छ। जङ्गल जङ्गल घुम्न जाने भने कति खानेकुराहरू भेटिन्छ क्या। यो चाहिँ यसलाई चाहिँ हाम्रोतिर चोत्रो भन्छ है। चाहिँ यत्रो बाटो हिँड्दाखेरि थकाइ लाग्यो अनि थकाइ मार्दैछौँ। यहाँ बुनु चाहिँ हेर्नु न कति खुसी भएको। आमा ल अझ अर्को बुनु पनि उठेको छिन् है। अनि यहाँ चाहिँ अलिकति बस्नु जुका हेर्नु अबि हातले निकाल्नुहुन्छ। मलाई चाहिँ डर लाग्छ। म चाहिँ जुका ढुङ्गाले निकाल्छु है, उहाँ चाहिँ हातले निकाल्नुहुन्छ। यता गुड मर्निङ भइसकेको छ। हेलो हेलो गुड मर्निङ। खोइ बोलेको। अब चाहिँ हामी केही टाइमको रेस्टपछि फेरि हिँड्न लाग्यौँ है। कस्तो गर्मी। हामी चाहिँ अब हामी पुग्ने ठाउँमा आइपुग्न लाग्यौँ भने कस्तो राम्रो राम्रो घरहरू, कस्तो राम्रो गाउँ छ कि यहाँ। यति धेरै उकालो हिँडेर आयौँ, यस्तो स्याहाँ स्याहाँ भएको छ। अनि अगाडि जाँदै हुनुहुन्छ मिसहरू चाहिँ। हामी चाहिँ अब यत्रो टाइम हिँडेपछि चाहिँ फाइनल्ली त्यहाँ पुग्ने भयौँ। यति धेरै थकाइ लागेर, यति धेरै थाकेर बल्ल तल्ल म चाहिँ अलिकति भिडियो बनाउँदै आएको हुनाले मलाई चाहिँ अलिकति ढिला भयो। अनि उहाँहरू चाहिँ अघि नै आइपुग्नु भएको छ। यस्तो राम्रो ठाउँ छ क्या यहाँनिर चाहिँ। अझ यहाँभन्दा नि हामी चाहिँ अलिकति उतापट्टि बस्ने हो, बस्न चाहिँ कस्तो राम्रो ठाउँ छ। सुन्ने छ कोही पनि हुनुहुन्न। हामी आएको चाहिँ यताबाट हो। हामी चाहिँ फाइनली यहाँ आइपुग्नुपर्ने ठाउँमा आइपुग्यो। यति धेरै गर्मी भयो, यति धेरै गर्मी भयो। यहाँ हामी सबैजना बसेको छौँ है। कस्तो गर्मी भएको। यहाँ त अलिकति पानी पर्ला पर्ला जस्तो छ, तर पानी पर्दैन। पानी पऱ्यो भने पनि यतै हामी कति म्यानेज गरेर बस्यौँ। अनि यता चाहिँ बस्न रेडी हुनु भइसक्यो। बुनु पनि हाँस्दैछौँ। यहाँ चाहिँ ठाउँहरू यस्तो यस्तो छ, कस्तो राम्रो ठाउँ छ क्या, कस्तो खुल्ला छ, कस्तो आनन्द छ ठाउँ पनि। हामी तिनजना चाहिँ पानी खोज्न आएको, पानी नै कहीँ पाएनौँ क्या। यति धेरै हिँडिसक्यौँ है।
कति हिँडिसक्यो भने यहाँ चाहिँ एउटा ट्याङ्की चाहिँ रहेछ तर बार लाग्छ काँडाले हामी चाहिँ त्यो त्यसमा जानु सक्दैन होला क्या यहाँ उक्लिने ठाउँ त्यस्तो अप्ठ्यारो छ एकजना उता पानी खोज्न जानुभएको छ ल उता त नदेख्ने हुन लाग्नु उ त्यता पुग्नु भएछ म यता चाहिँ अर्को मिस यता जानुभएको छ है पानी चाहिँ अब जसरी खोज्नुपर्ने छ हामी खोज्छौँ भेट्छौँ मलाई पानी हामीले चाहिँ पानी त माथि कतै पनि पाएनौँ अनि त्यही भएर पानी लिनलाई फेरि बोतल पनि कुच्चियो पानी लिनलाई हामी चाहिँ तल त्यो अघि आएकै बाटो अघिकै गाउँमा पुग्नुपर्ने भयो अब जहाँ छौँ के गर्नु यति त गर्नै पर्यो हामीले चाहिँ बल्ल तल पानी पायौँ अनि बोलेर पनि पायौँ फर्किनुलाई बोलेरमै टन्नै टाइम लाग्ने ठाउँमा आएछौँ हामी है त्यो पनि फोहोर पानी ल्याएको छ तर माथि पानी छ अरे हामीलाई देखाइदिनुहुन्छ यहाँ बोलेर दाइले त्यो यो पानी चाहिँ फालेर ल्याउँछ अब केही नभए भने चाहिँ त्यही पानी पनि धेरै लान्छ धेरै फोहोर त छैन र साथीहरू चाहिँ बिचारा पानी कुरेर बस्नुभएको छ अब यहाँ कति भइसक्यो क्या टाइम पनि ठ्याक्कै 12 बजेर रहेछ कस्तो अहिले चाहिँ पानी पाएर खुसी भयो पानी चाहिँ नजिकै रहेछ हामीले थाहा नपाएको रहेछ है अहिले चाहिँ हामी पानी आएर खुसी भयौँ अनि उहाँहरू त झन् बच्चा काम गर्नुहुन्छ भित्र भोक लागिसक्यो होला है हामी बल्ल तल आइपुग्यौँ पानी लिएर हामी चाहिँ यहाँ लस्सी बनाउन लागेको छौँ लस्सी पनि खाने विचार छ हाम्रो सबैजनालाई भोक लागिसक्यो हाम्रो सानो सानो बुनुहरूलाई नि भोक लागेर बुनु हेलो 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 यस्तो छ ठाउँ चाहिँ कस्तो राम्रो छ अहिले चाहिँ पानी छिटाउन हामी त कस्तो आँटेको थियौँ तर पानी चाहिँ परेन धन्न हामीले चाहिँ कति धेरै जाँगर गरेर कति धेरै खानेकुरा ल्याएको छौँ क्या अनि म खानेकुरा देखाउँछु ल यो चाहिँ हो हामीले एकदम धेरै जाँगर गरेर बनाएर ल्याएको खानेकुराहरू हामीले चाहिँ फ्राई मोमो ल्यायौँ चाउमिन ल्यायौँ गेडागुडी आलु भुटेर अनि यहाँ चाहिँ रोस्ट पनि बनायौँ अनि चाहिँ अचार हो त्यहाँ बुनु नसुतेर मिस चाहिँ उता अलिक हल्ला भएको छ उता बनाउनुपर्छ यहाँ चाहिँ लस्सी बनाएको छौँ हामीले यस्तो भयो खानेकुरा बन्यो ल हामीले चाहिँ खाजा खाइसक्यौँ है अनि रमाइलो पनि गऱ्यौँ हाम्रो बुनुहरूको चाहिँ अहिले खाजा खाने बेला भएको छ 2 जना बुनुहरूको अनि यहाँ उताको चाहिँ धेरै फोहोर छ यो चाहिँ हामी सबै सफा गरेर जान्छौँ हामी यतिकै पनि जाँदैनौँ तर यो ठाउँ पनि मलाई यस्तो राम्रो लाग्यो है कस्तो राम्रो छ क्या यहाँ त मान्छे पनि कोही पनि नआउने है यो चाहिँ हामी बस्ने ठाउँहरू चाहिँ एकदम नजिकै नै यस्तो ठाउँहरू चाहिँ थाहा नै थिएन आएकै थिएनौँ हामी चाहिँ यतातिर है कस्तो रमाइलो रहेछ क्या यस्तो रमाइलो ठाउँमा आयौँ फेरि पनि यस्तो रमाइलोमा आइपुग्यौँ यहाँ त यति थोरै एरियामा नै घुम्ने ठाउँहरू चाहिँ कति रहेछ क्या कति राम्रो ठाउँ रहेछ यता यो भ्यू चाहिँ मलाई कस्तो राम्रो लाग्यो यता साइडको अझ यहाँभन्दा उतातिर पनि राम्रो रमाइलो गरिसक्यौँ क्या यो त यति धेरै रमाइलो भयो है टाढा गयो भने चाहिँ हामी सबैजना जान सक्दैनौँ नि हामी अब टाढा चाहिँ अलि हामी मात्र जान पायौँ अनि यहाँनिर चाहिँ मिसहरू पनि जानुहुन्छ बुनुहरूलाई पनि लिएर आउन पाउँछौँ भनेर चाहिँ अनि हामी आज नजिकै हाम्रै ठाउँमा आएको छौँ पिकनिक यस्तो राम्रो ठाउँ छ यहाँ पनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छ यो ठाउँ चाहिँ फेरि फोहोर फालेर फोहोर गर्नुभयो भनेर भन्नु होला हामी चाहिँ अहिले भर्खरै हामीले खाजा खाइसकेको हामी अहिले सबै सफा गरेर एकदम राम्रो बनाएर यो जस्तो छ त्यस्तै राखेर जान्छौँ कस्तो राम्रो छ यो चाहिँ मन्दिर रहेछ यो चाहिँ कालिन्चोक मन्दिर भनेर भन्नु रहेछन् अनि कालिन्चोक फेरि अर्कै छ भन्नु होला अर्को पनि छ यो मन्दिरको नाम पनि कालिन्चोकै हो रहेछ कस्तो राम्रो ठाउँ छ यो चाहिँ बुलुङमा हो है माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हातकेलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ उसको त्यो मनै जाली छ भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ उसको त्यो मनै जाली छ यहाँ चाहिँ पानी अब आयो सानो अनि हामी त्यसरी बसेको छौँ 2 जना बुनुहरू चाहिँ यहाँनिर खेल्दैछ ल अब चाहिँ हामी हिँड्ने बेला भइसक्यो हामीले चाहिँ सबै सरसफाइहरू पनि सकिसक्यौँ यो झोलाहरू चाहिँ हामीले यो लाने फाल्नेहरू राखेको हो अनि यो चाहिँ मेरो छाता यो चाहिँ फोहोर हाम्रो त्यो पनि बोकेर जानुपर्छ के गर्ने यहाँ चाहिँ खानु हुँदैन बुनु बाई बाई बुनुहरू चाहिँ यतैबाट जाने हो हामी चाहिँ अर्कै बाटो टाटा टाटा गरेँ खै ल अब चाहिँ बाई बाई यो ठाउँलाई अब चाहिँ हामी गयौँ टन्नै टाइमसम्म बस्यौँ रमाइलो गऱ्यौँ सबैजना जाँदै हुनुहुन्छ म पनि जान्छु जानु चाहिँ ल आउनु चाँडो यसरी यो यस्तो राम्रो ठाउँमा घुमेर हामीले सकायौँ ल हामी चाहिँ हिँड्यौँ बुनु बाई बाई बुने साने टाटा खै टाटा गर टाटा उसले चाहिँ पछाडिकोलाई टाटा गर्दैछ यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासना अंकुशेले तानो कि झटारोले हानो कि यो नानी ल हामीले चाहिँ फाइनली आजको पिकनिक पनि कम्प्लिट गऱ्यौँ अनि मलाई चाहिँ कस्तो खुसी लाग्यो क्या म चाहिँ प्रायः जस्तो हाम्रो स्कुलहरूमा पिकनिकहरू घुम्न जाने कुराहरू चाहिँ प्रायः म प्लान गर्छु होइन अनि त्यो सक्सेस पनि हुन्छ सक्सेस गर्नुमा चाहिँ सबै मेरो साथीहरूको हात हुन्छ है अनि मेरो 2 जना साथीहरू चाहिँ माथिबाटै गइसक्नु भयो उहाँहरू चाहिँ माथि बुलुङ खानी भन्ने ठाउँमा जानुहुन्छ अनि हामी चाहिँ अलिक तलतिर हो अनि हामी चाहिँ यताबाट आयौँ कति खुसी लाग्यो क्या अनि मलाई पनि सन्चो छैन मलाई पनि 2 दिन 3 दिन जस्तो भइसक्यो थियो यस्तो गाह्रो भएको थियो हिजो बेलुकासम्म यति धेरै गाह्रो थियो अनि फेरि म चाहिँ ल आफूले प्लान गरेँ आफू नजाँदाखेरि कस्तो खल्लो होला भन्ने लाग्यो मैले चाहिँ मलाई अलिकति गाह्रो भएको देख्दाखेरि साथीहरूले चाहिँ अर्को हप्ता जाऊँ न अर्को हप्ता जाऊँ न भन्दै हुनुहुन्थ्यो अनि म चाहिँ अर्को हप्ता सबैजनाको नमिल्ने नि सक्छ क्या अब यतै घर नि मिसहरूको त रोकाइ हुन्छ के हुन्छ भन्नुहुन्छ अब बरु
पनि मिलाएर गइहालौँ भन्ने लागेर अनि त्यही भएर हामी चाहिँ हिँड्यौँ अनि मलाई त कस्तो रुगा लाग्यो सोर पनि कस्तो कस्तो भइरहेको छ हिँड्न पनि कति हिँड्यौँ अनि यहाँ चाहिँ चोत्रो हेर्नु न चोत्रो कस्तो राम्रो यो चाहिँ घ्याङखला भन्ने गाउँ हो के अरे कस्तो राम्रो छ क्या यताको गाउँ चाहिँ अनि पानी पनि आउँदैछ हामी चाहिँ घुमेर आयौँ अनि यहाँ चाहिँ यस्तो कोदो रोपाइ हुँदै रहेछ क्या असारको बेलामा कसलाई के धन्दा हाम्रो चाहिँ यहाँ सर जोत्दै हुँदो रहेछ ट्र्याक्टरले हामीले चाहिँ योचोटि कोही सरहरू पनि नलग्यो मिस मात्र गएको क्या हाम्रो स्कुलको यहाँ घारीमा पो बस्नु भएछ यसरी बस्नुभएको छ यहाँ नमस्कार सर उहाँ चाहिँ हो जोत्दै हुनुहुन्छ यहाँ चाहिँ कस्तो मजाले कोदो रोप्दै हुनुहुन्छ क्या धेरै जुम गर्नुपर्छ अलिकति ब्लर आयो है गाउँतिर बस्नु गाउँतिर घुम्न जानुको फाइदा पनि कति छ क्या यस्तो पाइन्छ कि हामीले लगेको खानेकुरा बाहेक पनि यस्तो के खानु पाइन्छ जिब्रोहरू पनि कालो कालो रातो रातो भएछ है हामीले धेरै चोत्रो खाएर आज चोत्रो पनि खायौँ खानेकुराहरू खायौँ कस्तो मिठो हुन्छ चोत्रो चाहिँ बुनुलाई खाँदिनँ अनि बुनुको रिएक्सनहरू बुनु कस्तो छ बुनु साने कस्तो छ मिठो छ कि छैन छ अरे नाइ भनेकै छ भनेको हो उसले टाटा साने टाटा टाटा कोही माया गरिदियो साने माया गुड हामी यहाँ कस्तो घारी आइपुग्यौँ कस्तो घारी छ बुनु हेलो बुनु ओइ यता हेर न ल अब हामी चाहिँ मिसलाई घरसम्म छोडिदिउँ अब हामी चाहिँ घर जान लागेको मिस ल ल बाई बाई अब अहिले पनि भनिराख्नु हामी चाहिँ मिसको घरमा आयौँ कस्तो राम्रो फुल रोप्नु भएको रहेछ एकदम जाँगर गर्नु हुँदो रहेछ यहाँ चाहिँ यति धेरै किवी पनि छ है किवी खानु मन छ भने चाहिँ उहाँलाई सम्पर्क गर्दा हुन्छ है भोलि पर्सि फोन नम्बर चाहिँ मै दिउँला पछि ल बाई बाई अब चाहिँ यहाँदेखि पुष्पा मिसलाई हामी पनि छुट्टिन्छौँ अब पुष्पा मिसलाई चाहिँ हामी बाई बाई गर्दैछौँ अनि पुष्पा मिसलाई बाई बाई गऱ्यौँ अनि हामी तिनजना चाहिँ सँगै जाने सबैभन्दा लास्टसम्म पुग्ने चाहिँ हामी तिनजनासम्म यहाँ चाहिँ कति किवीहरू छ क्या यो किवी चाहिँ विष्णु मिसहरूको हो किवी पनि कति ठुलो ठुलो भइसकेको छ यहाँको अनि हामी चाहिँ यही बाटो लाग्यौँ किवीले नै कस्तो गेट जस्तो छ कि बाटोमा कस्तो राम्रो ठाउँहरू छ क्या यहाँतिर हामी चाहिँ घुमेर आइसक्यौँ म घुमेर आएर मात्रै नहुने कताको खाटमा लगेको भाडा चाहिँ माग्नु पऱ्यो यहाँ भाडा माझ्नु लाग्यो है बुवा चाहिँ माझ्यो होइन म पनि लाग्छ ल हाम्रो चाहिँ अर्को मिस पनि जान लाग्नु भयो बाई बाई ल उहाँ चाहिँ यता बस्नुहुन्छ है अब लास्टमा बाँकी सजिता मिस र म मात्र छौँ अब म पनि त्यहीँनिर गइहाल्छु उहाँ चाहिँ अलिक पर बस्नुहुन्छ उहाँ हो सबभन्दा लास्टमा चाहिँ अब म पनि आइपुगेँ म बस्ने ठाउँमा अब सजिता मिसलाई बाई बाई सजिता मिस ऊ त्यो घरमा बस्नुहुन्छ म त्यो यता बस्छु त्यो भएर म चाहिँ